सेवारो म सरिता राई यस आत्मपवित्र खेलकुद समितिको सचिव र आज चाहिँ हामी आत्मानन्द कप 18औं संस्करण खेलकुद प्रतियोगिताको पत्रकार सम्मेलनमा रहेका छौँ। आज अन्तिम तयारी भइसकेको छ र अब भने चाहिँ हामी आजको यो प्रेस विज्ञप्ति पढिदिन हुनका निमित्त म यस आत्मपवित्र खेलकुद समितिका अध्यक्ष मनकुमार आङ्गुहानीज्यूलाई म हार्दिक अनुरोध गर्दछु र त्यसै गरी यहाँ चाहिँ माङ्गेना सेवा समितिका अध्यक्ष सुहिर सिंह योङयाङज्यू, त्यसै गरी उपाध्यक्षज्यूहरू लगायत अन्य सदस्यज्यूहरू, त्यसै गरी यस आत्मपवित्र खेलकुद समितिका उपाध्यक्ष मनोज शिवाकोटीज्यू पनि रहेको म यहाँहरूलाई जानकारी गराउँदछु। यहाँ पर्तिर देखो मलाई दिसपुर होइन। धन्यवाद छ हाम्रो कार्यक्रम सञ्चालिका सचिव सरिता राईज्यूलाई। ओत्तागेरा निवाको मागे सेवारो सर्वप्रथम पूजनीय किरा धर्मगुरु मृगवंशीमा आत्मलिङ्गन सिंह तथा मृगवंशीमा सामा पवित्रम लिङ्गदेनज्यूहरूको चरण कमलमा यसै स्टेज ठाउँबाट हामी श्रद्धाभक्ति अर्पण गर्न चाहन्छौँ सेवारो। र आजको यो प्रेस विज्ञप्ति विशेष गरेर मिडियालाई सम्बोधन गर्दै र यस आत्मानन्द कप 2082 को यो एउटा कार्यक्रमको पूर्व जानकारी हामी गराउनको लागि आज हामी यो प्रेस विज्ञप्ति गराउन लागिरहेको छौँ। यसमा विशेष गरेर मूल समारोह समितिका केन्द्रीय अध्यक्ष आदरणीय किरसिंह योङयाङज्यू, उपाध्यक्षज्यूहरू, केन्द्रीय पदाधिकारी एवं सम्पूर्ण सदस्यज्यूहरू, कमिटीका साथीहरू, सञ्चारकर्मी साथीहरू र यो हाम्रो अफिसियल पेज आत्मपवित्र हप्ता यक्सुम यो विभिन्न मिडिया मार्फत चाहिँ हामीले यो जानकारी गराउने क्रममा आज चाहिँ हामीले भोलिको यो उद्घाटन खेलको यो कार्यक्रमको बारे जानकारी गराउन हामी एउटा सानो प्रेस विज्ञप्ति गर्न लागिरहेको छौँ। यो प्रेस बेहोरा यस प्रकार रहेको छ। ओत्तागेरा निवाको मागे सेवारो यो प्रेस विज्ञप्ति मिति 2082 मङ्सिर 6 गते सम्पूर्ण सञ्चारकर्मी मित्रहरू सेवारो किरा धर्मगुरु मृगवंशीमाङ लिङ्गदेन आत्मानन्द सिंहज्यूको 72औं शुभ जन्मोत्सवको अवसरमा आयोजित आत्मानन्द गोल्ड कप 2082 को सम्पूर्ण तयारी पूरा भएको जानकारी गराउन चाहन्छौँ। कप सञ्चालनका लागि खेल मैदान तयारी, कार्यक्रम स्टेज निर्माण, स्वागत गेट लगायत विविध प्राविधिक स्टेज र यस पटक खेललाई सहज र बनाउनको निमित्त हामीले खेल मैदानलाई विशेष तरिकाले निर्माण गरेका छौँ। भोलिको उद्घाटन खेलमा माङसे गाउँपालिका इलाम र सिजङ्गा स्पोर्टिङ क्लब मोरङ बीचको खेल दिनको ठिक 2 बजेबाट खेल सुरु हुनेछ। यसरी नै दिनको ठिक 2 बजेबाट सुरु हुने 8 खेलाडी टिमहरूमध्ये यसको मङ्सिर 8 गते फेरि दोस्रो खेल तिजोक युवा क्लब पाँचथर र लेटाङ फुटबल क्लब मोरङ बीच हुनेछ। त्यसै गरी मङ्सिर 9 गते सिलगढी कञ्चनजङ्घा फुटबल क्लब भारत र दुधे युथ क्लब बीच हुनेछ र पहिलो चरणको अन्तिम खेल 11 गते मङ्सिरमा युथ अफ माङसेबुङ यहाँको स्थानीय टिम र दमक भाङबारी स्पोर्टिङ क्लब दमक झापा टिम बीच हुनेछ। पहिलो फाइनल खेल मङ्सिर 13 गते शनिबार रहने भने दोस्रो सेमी फाइनल खेल मङ्सिर 14 गते रहनेछ र हामीले फाइनल खेलको तालिका भने मङ्सिर 7 गते निर्धारण गरेका छौँ। माफ गर्नुहोला, फाइनल खेल चाहिँ हाम्रो यो 17 गते नै हो, अलिकति मिस्टेक भएको छ, निर्धारण गरेका छौँ। यसरी नै विभिन्न मैत्रीपूर्ण खेलहरू पनि हामीले यहाँ विभिन्न सङ्घ संस्था यहाँका चाहिँ शिक्षकहरू बिचको यो हामीले एउटा भिडन्त गराउनको लागि हामीले गराउन गइरहेको छौँ। त्यसमा विशेष गरेर यो साल चाहिँ माने हामीले मैत्रीपूर्ण फुटबललाई पनि विशेष महत्त्वका साथ यो कार्यक्रमलाई जोडेका छौँ। पूजनीय किरा धर्मगुरु मृगम अंशीमाङ ज्यूको जन्मोत्सवको अवसरमा विभिन्न क्षेत्रका महानुभावहरू बीच मित्रवत सम्बन्ध स्थापना गर्नको निमित्त हामीले मैत्रीपूर्ण फुटबललाई जोडेका छौँ। यस पटकको मैत्रीपूर्ण खेलहरूमा मिक्लाजुङ मोरङ एफसी र पाँचथर माफ गर्नुहोला, यो खेलहरूमा चाहिँ मिक्लाजुङ मोरङ भनेको मिक्लाजुङ मोरङ टिम र पाँचथरको मिक्लाजुङ तिजोक चाहिँ हुनुपर्ने यो पाँचथरको चाहिँ तिजोक युवा क्लब टिम बीच हुने भेटान, यो चाहिँ भेटान चाहिँ हुने हामी जानकारी गराउन चाहन्छौँ। यसरी नै
दोस्रो मैत्रीपूर्ण फुटबल खेल मङ्सिर 14 गतेको दिन मिक्लाजुङ 5 थरको भेटरन टिम र माङसेबुङ गाउँपालिका टिम बीचको अर्को मैत्रीपूर्ण फुटबल खेल रहने हामी जानकारी गराउन चाहन्छौँ। त्यसरी नै फाइनल खेलमा चाहिँ हामीले यो माङसेबुङ गाउँपालिकाका जनप्रतिनिधि अर्थात् यो जनप्रतिनिधि माङसेबुङ गाउँपालिका लगायत विभिन्न हाम्रो जनप्रतिनिधिहरू र यहाँको धार्मिक सङ्घ संस्था सामाजिक अग्रज व्यक्तित्वहरूको बिचमा फाइनल 17 गतेको दिन चाहिँ मैत्रीपूर्ण फुटबल खेल हुने हामी जानकारी गराउन चाहन्छौँ। यसरी नै त्यसका साथमा पहिलो खेल फेरि पनि टिचरहरूको खेलमा हामीले पहिलो खेल चाहिँ मिक्लाजुङ शिक्षक बीचको मिक्लाजुङ मोरङ टिम र माङसेबुङ बीच टिम बीचको टिमलाई हामीले गराउन लागिरहेका छौँ र त्यसरी नै अन्य खेलमा विभिन्न यसमा चाहिँ अब यस खेलका निमित्त विभिन्न प्राविधिक तयारी र अन्य खेलका भौतिक तयारी सँगसँगै हामीले यसमा चाहिँ विभिन्न कार्यक्रमहरू जोडेका छौँ र सम्पूर्ण दर्शक महानुभावहरूलाई आत्मानन्द रङ्गशालामा उपस्थित भई खेलको शोभा बढाइदिनु हुनको निमित्त हार्दिक अनुरोध गर्न चाहन्छौँ। हामीलाई स्वदेश विदेशमा रहनुहुने सम्पूर्ण हाम्रा शुभेच्छुक महानुभावहरू खेलप्रेमी दर्शकहरू सँगसँगै हामीलाई माया गर्नुहुने शुभेच्छुक महानुभावहरूलाई यस खेलको चाहिँ एउटा गरिमा बढाइदिनको निमित्त यस आयोजक कमिटी हार्दिक अनुरोध गर्न चाहन्छौँ। अन्त्यमा नोगेन सेवारो संयोजक म मन कुमार आङबाङ, त्यसरी नै मूल समारोह समितिका अध्यक्ष केरसिंह योङयाङ। धन्यवाद नोगेन सेवारो। हुन्छ अध्यक्ष, अब यो खेलको महत्त्वको बारेमा हाम्रो माङ्गेना सेवा समितिको अध्यक्ष गुरु नमाङ्गेनाको संयोजक हुनुहुन्छ। यो खेलको महत्त्वको बारेमा अलिकति जानकारी गराइदिनुहोस् न अध्यक्ष। धन्यवाद। हाम्रो खेलको समितिको अध्यक्ष मनकुमार आङबाङ, उपाध्यक्ष हाम्रो मनोज शिवकोटीज्यू र सचिव सरिता लरौँ र समारोहका सबै सदस्यगण र अहिले भर्खरै खेलकुदको बारेमा सबै जानकारी आइसकेको छ, तर महत्त्व बारेमा अलिक केही बताउनु हुन भनेर मलाई माग आयो र यो धेरै वर्ष अगाडि गुरु आत्मानन्द डिङ्गदेनज्यूले केहरसिंह जुनसुकै बेलामा पनि खेलकुदको महत्त्व धेरै महत्त्वपूर्ण छ। त्यसैले हाम्रो गुरुआमाको नाममा र मेरो नाममा चाहिँ एउटा फुटबल विभिन्न खेलकुदहरू खेलाउनुपर्छ भन्ने आज्ञा भएकोले हामीले एउटा सङ्गठन तयार गरेर हामीले निर्देशन दिएर अहिले खेलिरहेको छ। खेलकुदको महत्त्व भनेको प्राचीन कालदेखि नै अब खेलकुदहरू भइआएको छ। त्यो हाम्रो भाषामा भन्छ यो लुङ्गाक्सिया खेल्ने, के जाति पल्लुङ हान्ने, यो चक्काधुम खेल्ने, यो के अरे लक्पा खेल्ने, विभिन्न खेलकुदहरू पहिल्यैदेखि पनि आइरहेको छ। त्यसैले अहिले खेलकुदको प्रगति हुँदै आउँदाखेरि चाहिँ यो फुटबलहरू, बास्केटबलहरू, भलिबलहरू यसरी नै प्रगति अब त्यो विकसित भएर आएको छ। र अहिले धेरै नै राम्रो अब यो यसले व्यायाम अब यो एक्सर्साइजको पनि अब एउटा महत्त्व पुऱ्याउँछ। एउटा मानिसले एक्सर्साइज पनि यो व्यायाम पनि एउटा भिटामिन हो। त्यसले हामीले हाम्रो शरीरले जहिले पनि अब तन्दुरुस्त राख्न सक्छ। त्यसैले हामीले खेलकुदको महत्त्व चाहिँ हामीले अगाडि बढाउनै पर्छ भन्ने कुरो यो भौतिक या आध्यात्मिकको तर्फबाट पनि यो समर्थन छ। त्यसैले अब यो हाम्रो यो सालको खेलकुद हाम्रो गुरुको 72औं जन्मोत्सवको नाममा अब सुरु भइरहेको छ। म के अनुरोध गर्छु भने हाम्रो आयोजकले शान्ति एकदम शान्ति सुरक्षा सहित अब यो खेलकुदलाई
अन्तिमसम्म खेलाइदिनु या ड्युटी दिनु या यस्तोसम्म उसलाई अन्तिम प्रगतिको लागि पनि शुभकामना दिँदै म आफ्ना कुरा यति राख्दै बिदा लिन्छु। सेवाहरू हुन्छ। यसमा विशेष गरेर यस फुटबलमा अहिलेको 18औं आत्मनन्द गोल्ड कपलाई सदाको भन्दा केही भव्य रूपमा सम्पन्न गर्नको लागि सिङ्गो समारोह समिति लागि परेको छ। यसमा विशेष म संयोजक हैसियतले धन्यवाद व्यक्त गर्न चाहन्छु। आशा गरौँ यो फुटबल शान्तिपूर्वक, हाम्रो नारा नै छ विश्व शान्ति र मानव एकताको निमित्त फुटबल भनेर यो पटकको हामीले स्लोगन जोडेको छौँ। यसै मुताबिक चाहिँ हामी यो फुटबललाई शान्ति र यसलाई व्यवस्थित र सबै एउटा खेलकुदमा जोडेर हैन विश्व शान्ति र मानव एकताको निम्ति यो फुटबल भनेर जोडिए मुताबिकै एउटा स्लोगन बमोजिम हामी यो फुटबललाई सफल गर्नको निमित्त हामी सबै जमरको लागि परेको छौँ। यसमा विशेष गरेर समारोह समिति, अब खेलकुद विभाग र सम्पूर्ण शुभेच्छुक, खेलमा जोडिने सम्पूर्ण साथीभाइहरू, एउटा चाहिँ यहाँहरूको खेलप्रेमी साथीभाइहरूकै साथ र सहयोगले गर्दा यो सफल भएको छ। त्यो सँगसँगै हामीलाई स्वदेश विदेशमा रहेर अहिलेसम्म फुटबलमा विभिन्न तवरले आर्थिक, जिन्सी र विभिन्न तवरले सहयोग गर्नुहुने व्यक्तित्वहरू जस्तै कि क्यानाडा निवासी हामीले सधैँ पनि साथ सहयोग गर्नुहुने वृन्दा कार्की एवं उहाँको श्रीमान चाहिँ तेन्जिङ शेर्पा, उहाँले हामीलाई यो चाहिँ आत्मनन्द गोल्ड कपको इदिङ्गो तेन्जिङ इदिङ्गो उहाँ फ्यामिलीबाट चाहिँ हामीलाई यो 3,11,172 रुपियाँ यो फुटबललाई सहयोग गरेर हामीलाई सहयोग गर्नुभएको छ। उहाँलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौँ हामी यो आयोजकको तर्फबाट। त्यसरी नै दोस्रो नगद चाहिँ किराँत धरोहर तथा साहित्य उत्थान सङ्घ राष्ट्रिय समिति युके, जो कि अध्यक्ष राजेन्द्र खिमलिङ, त्यहाँका पदाधिकारीहरू निर्मल पतवा, लाल लिङदेन, त्यसरी नै हर्काङ देम्बे, एकदम सक्रिय टिम उहाँहरूले चाहिँ दोस्रो नगद पुरस्कार सहित व्यक्तिगत नगद समेत गरेर चाहिँ उहाँहरूलाई धेरै राशिहरू सहयोग गर्नुभएको छ। किनभने फुटबलमा जोडेर उहाँहरूले सम्पन्न गर्नको लागि सबैभन्दा सहयोग गर्नु उहाँहरूलाई धन्यवाद। त्यो सँगसँगै हाम्रो कोरियाका साथीभाइहरू, यहाँका चाहिँ नेपाली साथीभाइहरूले धेरै सहयोग गर्नुभएको छ। म विभिन्न व्यक्तित्वहरू उहाँहरूको नाम हामी भोलि मिडिया मार्फत हामी सार्वजनिक हिजोबाट पनि गर्दैछौँ, भोलि पनि हामी गरेर जानेछौँ सम्पूर्ण व्यक्तित्वज्यूहरू। अनि जस्तो अमेरिकावासी किराँत धर्म तथा साहित्य उत्थान सङ्घ अमेरिका पनि 6 टिम, उहाँहरूले पनि हामीलाई सहयोग गर्नुभएको छ, उहाँलाई पनि हामी धन्यवाद व्यक्त गर्न चाहन्छौँ। त्यो सँगसँगै केसिओए जो चाहिँ त्यहाँ चाहिँ अब अहिलेको चाहिँ पदासीन साथीहरू हुनुहुन्छ जस्तो सुकमान सुवाङ, त्यसरी नै राजु इदिङ्गो, त्यसमा अहिलेको हालको अध्यक्ष उहाँहरूले पनि धेरै सक्रियपूर्वक उहाँहरूले साथ र सहयोग दिएर हामीलाई यो नगदहरू सहयोग गर्नुभएको छ, उहाँलाई धन्यवाद व्यक्त गर्न चाहन्छौँ। त्यसरी नै हङकङवासी हाम्रो देउमान आङबाङ ज्यूबाट सपरिवारबाट चाहिँ हामीलाई यो खानेपानी 100 कार्टन चाहिँ हामीलाई स्पोन्सर गर्नुभएको छ, उहाँलाई धन्यवाद। त्यो सँगसँगै अब यो सँगसँगै निरन्तर सहयोग गर्नको निमित्त हाम्रा धेरै साथीभाइहरू जोडिने क्रम रहेको छ। उहाँले दिने क्रममा विभिन्न विधा जस्तै कि यहाँको पुरस्कारका विभिन्न विधाहरू छन्, यहाँ जिन्सी सामग्रीदेखि लिएर अन्य विविध क्षेत्रमा उहाँले साथ दिनुभएको छ, सहयोग गर्नुभएको छ। उहाँहरू सम्पूर्णलाई हामी यो आयोजक कमिटीको तर्फबाट, समारोहको तर्फबाट हामी धन्यवाद व्यक्त गर्न चाहन्छौँ। र फेरि पनि सहयोगकै क्रममा चाहिँ हामीलाई आह्वान पनि गर्न चाहन्छौँ उहाँहरूलाई, किनभने उहाँहरूकै सहयोगबाट नै यो खेल सम्पन्न हुनेछ, हामी उहाँलाई अनुरोध गर्न चाहन्छौँ। धन्यवाद। सचिवले कार्यक्रम सकिनु भयो हुन्छ। सेवाहरू छ। अहिले यही मिति 2082 साल मङ्सिर 7 गतेदेखि 17 गतेसम्म परम पूजनीय किराँत धर्मगुरु मुइङ्गो मङ्सिमाङ लिङ्गदेन आत्मानन्द सिंह ज्यूको 72औं शुभ जन्मोत्सवको अवसरमा माङसेबुङ 5 मा अवस्थित यो आत्मानन्द रङ्गशालामा आत्मानन्द गोल्ड कपको 18औं संस्करण शुभारम्भ हुन गइरहेको छ। सर्वप्रथम यो अवसरमा किराँत धर्मगुरुज्यू मुइङ्गो मङ्सिमाङ लिङ्गदेन आत्मानन्द सिंहज्यूको 72औं शुभ जन्मोत्सवको अवसरमा सम्पूर्ण धर्मावलम्बी लगायत नेपाली दाजुभाइ दिदीबहिनीहरूमा शुभकामना समेत म व्यक्त गर्न चाहन्छु। साथै यो आत्मानन्द गोल्ड कप जो मङ्सिर 7 गते भोलि यहाँ भव्यताका साथ
समुद्घाटन भइरहेको छ। 7बाट निरन्तर चल्दै जानेछ र 17 गते मङ्सिर 17 गते फाइनल हुनेछ। सो अवधि भर यहाँहरू सम्पूर्ण ले प्रत्यक्ष नजिकै हुनुहुन्छ भने प्रत्यक्ष यो रङ्गशालामा आएर नजर गरिदिनु होला। यदि टाढा हुनुहुन्छ भने पनि यसको लाइभ प्रसारणमा जोडिएर यसलाई नजर गरिदिनु होला। यहाँहरू सम्पूर्णलाई हामी आयोजक समितिको तर्फबाट हार्दिक निम्तो छ। यहाँहरू सम्पूर्णलाई हार्दिक अनुरोध छ। साथै यो खेललाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा यहाँहरूले हरेक तरिकाले तन मन धन र वचनले सहयोग गरिदिनु हुन समेत हार्दिक अनुरोध